नेप्सेले दोस्रो दिन पनि हरियो बन्द दिएको छ। तर के यो रिबाउन्डले ट्रेन्ड बदल्न सक्छ कि अझै पनि इएमए रेजिस्टेन्सले बजारलाई रोक्नेछ? नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूलाई आनन्द इन्साइट्समा। आज असार 18 गते बिहिबार म नेप्से इन्डेक्सको डेली एनालाइसिस लिएर आएको छु। सधैँ झै आजको विश्लेषण पनि सुरु गरौँ मार्केट स्ट्रक्चरबाट। नेप्से आज 2661.71 मा 8.78 अङ्कको सामान्य वृद्धि सहित बन्द भएको छ। लगातार दोस्रो हरियो क्यान्डल बनेकाले सर्ट टर्म बाइङ इन्ट्रेस्ट देखिएको छ। तर इन्डेक्स अझै पनि प्रमुख इएमएहरू भन्दा तल रहेकाले ओभरअल स्ट्रक्चर अझै बेरिश टु न्युट्रल नै छ। नेप्से अहिले इएमए 9 भन्दा माथि बन्द हुन सफल भएको छ, जुन सर्ट टर्मका लागि सकारात्मक संकेत हो। तर इएमए 21 र इएमए 48 भन्दा तल नै रहेकाले मिडियम टर्म ट्रेन्ड अझै बेरिश छ। अब बजारका लागि मुख्य चुनौती इएमए 21 देखि इएमए 48 रेजिस्टेन्स जोन पार गर्नु हो। त्यस क्षेत्रमाथि एक्सेप्टेन्स आए मात्र स्ट्रङ्गर रिकभरीको सम्भावना बढ्नेछ। आरएसआई हाल 40 आसपास छ। आरएसआई ओभरसोल्ड क्षेत्रबाट सुधार हुँदै गएको छ, जसले मोमेन्टम बिस्तारै फर्किरहेको संकेत दिन्छ। तर आरएसआई अझै 50 भन्दा तल भएकाले बुलिश मोमेन्टम पूर्ण रूपमा स्थापित भएको छैन। म्याकडी अझै बेरिश टेरिटरीमै छ। हिस्टोग्रामको नेगेटिभ मोमेन्टम घट्दै गएकाले सेलिङ प्रेसर कमजोर हुँदै गएको देखिन्छ। बुलिश क्रसओभर आएमा रिकभरीले थप गति लिन सक्छ। भोल्युम अघिल्लो दिनको तुलनामा सामान्य सुधारिएको छ, जसले बाइङ पार्टिसिपेसन कायम रहेको देखाउँछ। ओबिबी अझै पनि डाउनवर्ड ट्रेन्डमा रहेकाले इन्स्टिट्युसनल एकुमुलेसनको स्पष्ट पुष्टि भने भएको छैन। त्यसैले रिबाउन्ड प्रति अझै सावधानी आवश्यक देखिन्छ। की लेभल्सको कुरा गरौँ, सुरु गरौँ रेजिस्टेन्सबाट। 2685 देखि 2690 पहिलो रेजिस्टेन्स देखिएको छ। यो इएमए 21 को जोन हो। दोस्रो रेजिस्टेन्स अथवा भनौँ मेजर रेजिस्टेन्स 2715 देखि 2725 रहेको छ। यो इएमए 48 को जोन हो। सपोर्टको पनि कुरा गरौँ। 2655 देखि 2660 इमिडिएट सपोर्ट रहेको छ भने 2625 देखि 2630 मेजर सपोर्ट रहेको छ। प्रोबेबल सिनेरियोजको पनि कुरा गरौँ। सुरु गरौँ बुलिश सिनेरियोबाट। यदि नेप्से 2685 देखि 2690 माथि टिक्न सफल भयो भने 2715 देखि 2725 रेजिस्टेन्स जोन तर्फ अर्को र्याली सम्भावित देखिन्छ। इएमए 48 माथिको ब्रेकआउटले ट्रेन्ड रिभर्सलको सम्भावना उल्लेखनीय रूपले बढाउनेछ। बेरी सिनेरियो पनि हेरौँ। यदि इन्डेक्स फेरि 2655 तल कमजोर भयो भने 2625 देखि 2630 सपोर्ट पुनः परिक्षण हुन सक्छ। यो सपोर्ट पनि गुमेमा सेलिङ प्रेसर फेरि बढ्ने सम्भावना रहनेछ। कन्क्लुजनमा भन्नुपर्दा लगातार दोस्रो बुलिश क्लोजले बजारमा सर्ट टर्म कन्फिडेन्स फर्किन थालेको संकेत दिएको छ। आरएसआई सुधार हुँदैछ र म्याकडी को डाउनसाइड मोमेन्टम कमजोर बन्दै गएको छ। तर इएमए 21 र इएमए 48 माथिको ब्रेकआउट नभएसम्म ट्रेन्ड रिभर्सल पुष्टि भएको मान्न सकिँदैन। अहिले बजार रिकभरी फेजमा देखिए पनि सावधानी अपनाउनु उपयुक्त हुनेछ। कुनै पनि स्टकको प्राविधिक विश्लेषण चाहनुहुन्छ भने भिडियोमा कमेन्ट गर्नुहोला, म तपाईको मेसेन्जरमा विश्लेषण पठाउनेछु। सानो डिस्क्लेमर, यो विश्लेषण शैक्षिक उद्देश्यका लागि मात्र हो। लगानी निर्णय गर्न अघि आफ्नै अध्ययन र जोखिम व्यवस्थापन अवश्य गर्नुहोस्। लाइक, फलो, शेयर, सब्सक्राइब। आनन्द इन्साइट्स, चार्टहरू बुझौँ, निर्णयहरू सुधारौँ। म हुँ आनन्द भट्टराई, आनन्द इन्साइट्सबाट। भेटौँला अर्को भिडियोमा। धन्यवाद।